गाइज हेर्नुहोस् हामी बुकी डाँडामा आएको यस्तो दामी दृश्य तपाईँले देख्न सक्नुहुन्छ। यहाँको हेर्नुहोस् राम्रा राम्रा केटीहरू पनि आइसकेका छन् तपाईँको अगाडि। अनि यहाँ केटीहरूको लागि भए पनि कोही अरू दिदी पनि हुनुहुन्छ त्यस्तो नराम्रो नसोच्नुला होइन, यतिकै जिस्काएको। अनि टक्क हेर्नु यहाँको दृश्य राम्रो आएको छ। अनि यहाँहरूले भिडियो खिच्नलाई यस्तो गर्नुभएको छ नि, हेर्नुहोस् मच्छर मच्छर छ, यसो हाई गरिदिनुहोस् उहाँको लागि। हो युट्युब च्यानल चाहिँ यहाँको है, यहाँले चाहिँ युट्युब च्यानलमा हाल्नलाई बनाएको भिडियो। अनि यहाँ चाहिँ तपाईँहरू आउनुला, भिडियो खिच्नुला, राम्रो छ। गर्लफ्रेन्ड बोयफ्रेन्ड होइन जे भए पनि आउनुला। अब तपाईँको एकदमै राम्रो ठाउँ हो है यो चाहिँ, प्युठानको सबैभन्दा राम्रो ठाउँ हो अरे। लाउनुहोस् तपाईँले ट्याक्क छप्नुहोस्, बोल्दै भिडियो बनाउनुहोस्। वाउ, आजभोलि चाहिँ यस सिजन रहेछ यसको फुल्ने। एकदमै राम्रो राम्रो सिन आउँछ यहाँ चाहिँ। हामी चाहिँ वर्षमा 5-6 चोटि भइसक्यो म आउनु लागेको। सबैलाई घुमाउन लिएर आउँदा आउँदै 5 पटक भइसक्यो यो वर्षमा। जेउस यहाँबाट चाहिँ राम्रो देखिन्छ, प्युठानको टप एरिया हो यो चाहिँ। जेउस टप त भन्न मिल्दैन, जेउस आउन सक्ने सम्भावना। यहाँले चाहिँ मलाई बनाउन सिकाउँदै हुनुहुन्छ, यसरी बोलेर बनाउनु भनेर। अब चाहिँ म युट्युब खोलेर चाहिँ भिडियो राख्ने हो है। या त अब 2-3-5-10 मिनटको बनाउनु हुँदैन कि, जति ठुलो बनाउँदा त्यति राम्रो हो के। ल अब चाहिँ हामी के लिएर आछौँ, अब हामी चाहिँ खाने है त। हामी के अरे मल्लरानी गाउँपालिकामा बुकेनी डाँडा चाहिँ घुम्न आउनुपर्ने ठाउँ हो है। सबैजना यहाँ आएर एकदमै रमाइलो र राम्रो ठाउँ छ। यहाँबाट सुन्दर सुन्दर दृश्यहरू चाहिँ लिन सकिन्छ। फोटो खिच्न इन्ट्रेस्ट हुनेहरू चाहिँ यहाँ आउन सक्नुहुन्छ। दृश्य खतरा छ। ब्लगरलाई पनि लिएर आउँछौँ त्यही भएर। भिडियो सब्स्क्राइब गर्नुला, शेयर भिडियो गर्नुला। सब्स्क्राइब गर्नुला, शेयर गर्नुला प्लिज। यो त थम्बनेल अगाडि हाल्ने होला नि त सुरुमा। अहिले खिचाउँला नि त फोटो थम्बल हाल्नलाई। यही बेला फोटो खिच्नु त सिक्छ ला। 1 मिनटको त बनाइदिनु पर्छ। आबी नै म तलतिर जान्छु दाइमे भिडियो बनाउँछु। हुन्छ एउटा फोटो खिच्यो होइन के बस खिच्नु भएन र कहाँ खिच्यो, फोटो खिच्यो होइन, त्यो क्यामेरा सेटिङ मिलाउँदै गयो। खिच्दैन र खिच्छु एक दुईवटा। खिच होइन। भर्खरै माथि घुमेर आउँदै गर्दा हाम्रो गाडी र यो गाडी चाहिँ एक्सिडेन्ट भयो है त। रमाइलो पनि धेरै भएको थियो, तर हिँड्दाखेरि बाटोघाटोमा यो चाहिँ खलङ्गादेखि ओरको बाटोमा है यस्तो एक्सिडेन्ट भएको। सबैजना हामी सकुशल नै छौँ, कसैलाई केही भएन। हो नि, मेरो पनि यहाँ लाग्यो थोरै, तर